ब्ल्याङ्कसँग फेसबुक पिक्सल इन्टिग्रेट गरेर डाइरेक्टली वेबसाइटबाट कसरी एड चलाउने भनेर हेरौँ यता। सबसे सुरुमा हजुरले एउटा बिजनेस पोर्टफोलियो बनाउनु पर्ने हुन्छ। यो बिजनेस पोर्टफोलियो चाहिँ हजुरले business.facebook.com मा गएर बनाउन सक्नुहुन्छ। त्यसपछि आफ्नो बिजनेसको यो पोर्टफोलियोको सेटिङमा जाने। सेटिङमा गइसकेपछि हजुरले यहाँ तल हेर्नुभयो भने एड अकाउन्ट देख्न सक्नुहुन्छ। त्यसपछि क्रिएट एन एडमा क्लिक गर्ने। यहाँनिर हजुरको एड अकाउन्टको नाम जे पनि राख्दा भयो। मैले अहिलेको लागि लक्ष्मी मार्ट लेख्दैछु र यो टाइम जोन सिलेक्ट गरेर नेक्स्टमा क्लिक गर्ने। नेक्स्ट, कन्फर्म एन्ड डन। यसरी चाहिँ एड अकाउन्ट क्रिएट गर्न सकिन्छ। त्यसपछि एजाइन पिपलमा गएर हामीले आफूलाई चाहिँ एजाइन गर्न पर्छ। सो एजाइन पिपलमा जाने, नाम सिलेक्ट गर्ने अनि म्यानेज एड अकाउन्ट भन्ने अप्सन अन गरेर असाइन पिपलमा क्लिक गर्ने र यसरी चाहिँ हाम्रो एड अकाउन्टको कुरा पनि कम्प्लिट भयो। एड अकाउन्ट कनेक्ट भइसकिसकेपछि अब हामीले डोमेन भेरिफाई गर्नुपर्छ। यहाँ तल हजुरले हेर्नुभयो भने ब्रान्ड सेफ्टी हेर्न सक्नुहुन्छ। त्यहाँनिर डोमेन्स छ, त्यो डोमेनमा चाहिँ हामीले हाम्रो डोमेन कनेक्ट गर्छौँ। हजुरको कस्टम डोमेन छ भने यहाँनिर कस्टम डोमेन हाल्ने अथवा ब्ल्याङ्क छ कि सब डोमेन हाल्दा पनि हुन्छ। अब हामीले यो डोमेनलाई भेरिफाई गर्नुपर्छ। अहिले चाहिँ अनभेरिफाइड छ। यसलाई भेरिफाई गर्नको लागि चाहिँ हजुरले यहाँ मेटा ट्याग हेर्न सक्नुहुन्छ। यो मेटा ट्यागलाई चाहिँ यहाँ कपी गर्ने। ब्ल्याङ्कसमा एउटा प्लगइन छ मेटा ट्याग लोडर भन्ने, त्यहाँनिर गएर यो प्लगइनलाई पेस्ट गर्ने। त्यसपछि हामीले फेरि बिजनेस म्यानेजरमा गएर त्यसपछि यहाँ आएर फेरि यसलाई भेरिफाई क्लिक गर्नुपर्छ। भेरिफाई क्लिक गरिसकेपछि चाहिँ हाम्रो यो डोमेन भेरिफाई भयो। अब हामी पिक्सल बनाउँछौँ र पिक्सललाई चाहिँ ब्ल्याङ्कसमा कनेक्ट गर्छौँ। पिक्सल बनाएर एड रन गर्नको लागि चाहिँ म अब adsmanager.facebook.com मा जान्छु। अब यहाँ चाहिँ हामी सेल्स क्याम्पेन बनाउँछौँ। सेल्स क्याम्पेन भनेको चाहिँ डाइरेक्टली वेबसाइटबाट सेल गराउनको लागि हो। म्यानुअल एड क्याम्पेनमा क्लिक गर्ने र क्रिएट गर्ने। त्यसपछि यहाँबाट चाहिँ हामीले पिक्सल क्रिएट गर्न मिल्छ। सुरुमा यो कन्भर्जन लोकेसनलाई चाहिँ वेबसाइट राख्ने, किनभने हामी सबै ट्राफिक चाहिँ वेबसाइटमा पठाउँदैछौँ। थोरै स्क्रोल गरेर हेर्नुभयो भने यहाँ तल हजुरले बटन देख्न सक्नुहुन्छ क्रिएट पिक्सल भन्ने। त्यसपछि मेरो केसमा चाहिँ मैले यहाँ लक्ष्मी मार्ट भनेर एउटा पिक्सल बनाएँ र क्रिएट गरेँ। यहाँ आफ्नो वेबसाइटको लिङ्क राख्ने, त्यसपछि चेकमा क्लिक गर्ने। चेक भइसकेपछि नेक्स्टमा क्लिक गर्ने। अब यो पार्टलाई चाहिँ हजुरले कम्प्लिटली इग्नोर गरिदिँदा हुन्छ, किनभने हामीले ब्याकएन्डमा यो अलरेडी काम गरिसकेको छ। अब यो डेटा सेटमा पिक्सल सिलेक्ट गर्ने अनि कन्भर्जन इभेन्टमा चाहिँ पर्चेस लगाउने। यो भइसकेपछि चाहिँ फेसबुकले चाहिँ त्यस्तो खालको अडियन्सलाई देखाउँछ जसले चाहिँ वेबसाइटदेखि पर्चेस गर्न सक्नुहुन्छ। अब हामीले बनाएको यो डेटा सेटको आइडीलाई कपी गर्ने। त्यसपछि ब्ल्याङ्कसमा गएर लगइनमा गएर फेसबुक पिक्सल भन्ने प्लगइनमा चाहिँ यसलाई हालिदिने। यति भइसकेपछि हाम्रो पिक्सल चाहिँ कनेक्टेड हुन्छ र मजाले काम पनि गरिरहेको हुन्छ। पिक्सल चाहिँ कनेक्ट भयो कि भनेर चेक गर्नको लागि क्रोमको वेब स्टोरमा गएर हजुरले मेटा पिक्सल हेल्पर भन्ने एउटा एक्सटेन्सन डाउनलोड गर्दा पनि हुन्छ। यो एक्सटेन्सनले चाहिँ पिक्सल काम गरिरहेको छ कि छैन भनेर देखाउँछ। पर्चेज इभेन्ट चाहिँ आइरहेको छ कि छैन भनेर टेस्ट गर्नको लागि चाहिँ हजुरले एउटा टेस्ट अर्डर बनाउँदा पनि हुन्छ। र यो फेसबुकको एक्सटेन्सनमा हजुरले हेर्नुभयो भने सबै इभेन्ट्सहरू चाहिँ मजाले आइरहेको छ। अर्को तरिका भनेको चाहिँ हजुरले टेस्ट इभेन्ट पठाएर पनि गर्न सक्नुहुन्छ। सो इभेन्ट म्यानेजरमा जाने अनि त्यसपछि टेस्ट इभेन्टमा गएर हजुरले आफ्नो वेबसाइटको यहाँ युआरएल राख्ने अनि त्यसपछि एउटा अर्डर गरेर हेर्ने र त्यो चाहिँ आइरहेको छ कि छैन त टेस्ट इभेन्टमा भनेर यहाँनिर हजुरले देख्न सक्नुहुन्छ। सो मैले अर्डर गरेर हेर्दैछु र यहाँ हजुरले हेर्नुभयो भने हाम्रो अर्डर गरिसके पछाडि यहाँनिर इभेन्ट्सहरू चाहिँ ट्र्याक भइरहेको छ। सो हाम्रो एक्सटेन्सन मेटा पिक्सल हेल्परमा पनि देखाइरहेको छ र फेसबुकको यो इभेन्ट म्यानेजरले पनि सबै इभेन्ट्सहरू चाहिँ देखाइरहेको छ।